मर्निङ एभ्रिवान, लासो नमस्ते फ्यापुल्ला सम्पूर्णमा। सर्वप्रथम त हामी नेपालीहरूको महान चाड बडा दशैँ सम्पूर्ण नेपालीहरूको घर दैलो आँगनमा छाइरहेको छ। यही बडा दशैँको पावन अवसरमा मेरो तर्फबाट पनि देश विदेश कुना कन्दार जताततै छरेर रहनुभएका सम्पूर्ण नेपाली जनहरूमा मेरो तर्फबाट बडा दशैँ तथा शुभ दीपावलीको पावन अवसरमा सुख शान्ति समृद्धि स्वास्थ्य दीर्घायुको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। अब खासमा भन्नुपर्दा चाहिँ मेरो घर परिवार इष्टमित्र आफन्तभन्दा धेरै टाढा छु। म पनि परदेशमै छु। यो हरेक नेपालीहरूको बाध्यता हो, रहर होइन। अब हामी नेपालको अवस्था त हामी सम्पूर्णलाई अवगतै छ के कस्तो छ भनेर। नेपालमा केही नभएपछि अब भविष्य नभएपछि चाहिँ सबैजना भविष्य खोज्नको लागि भए पनि परदेशिँदो रहेछ। अब यो सम्पूर्ण नेपालीमा यो मेन स्पेसल्ली चाहिँ यङ जेनेरेसनहरू चाहिँ अब आफ्नो भविष्य खोज्नको लागि भए पनि परदेशिनु पर्दो रहेछ। अब यो चाडबाड आउँदा एकदमै धेरै मनदेखि धेरै याद आउँदो रहेछ क्या। मेरो सम्पूर्ण घर परिवार आफन्त इष्ट मित्र नाल नाता सम्पूर्णलाई एकदम हृदय मनदेखि नै धेरै सम्झिरहेको छु। तपाईँहरू सम्पूर्ण आफ्नो घर परिवारसँग आफन्त इष्टमित्रसँग राम्रो रमाइलो गर्नुहोला, आफ्नो खुसीहरू साटासाट गर्नुहोला। यो बडा दशैँ भनेको चाहिँ अब हामी नेपालीहरूले चाहिँ पहिला पुर्खादेखि नै देश विदेशबाट मामा घर आफ्नो घर फर्केर चाहिँ रमाइलो गर्ने, खुसी साट्ने दुःख साट्ने यो एउटा चौतारा जस्तो बनाएको रहेछ कि। अनि त्यही भएर यो दसैँमा चाहिँ म टाढा भए पनि सम्पूर्णलाई एकदमै धेरै सम्झिरहेको छु। अब चाडबाडमा चाहिँ धेरै घर परिवार गाउँघर इष्टमित्र नालनाता सम्पूर्णको धेरै याद आउने क्या। अब टक्क कामबाट आएपछि सिरानीमा टाउको टाक्का राखिसकेपछि चाहिँ अनि त्यो विगतको दिनहरूको चाहिँ धेरै याद आउने क्या। अनि आफ्नो मनलाई सम्हालेर भए पनि काम गर्नुपर्छ होइन। अब सबै कुरा यस्तै हो। अब भविष्य खोज्नको लागि परदेशी हो, परदेशिनुपर्छ पनि। अब विदेशमा आएपछि सबै कुरा सिकिन्छ भोगिन्छ। हाम्रो नयाँ नेपाल पनि बिस्तारै निर्माण हुन्छ भन्ने आशा पलाएको छ। अब यो आशाले चाहिँ फेरि पनि यो विगतमा जस्तो यो तीन दलले गरेको यो अन्याय अत्याचार जस्तो अब फेरि त्यस्तो चाहिँ नहोस्। यो भ्रष्टाचार यो हरेक हुन्छ नि यो यस्तो चाहिँ अब हाम्रो यो नयाँ नेपालमा चाहिँ यस्तो नहोस् भन्ने मलाई पनि एकदमै धेरै चाह छ। अब नेपाल बनेपछि चाहिँ हामी पनि नेपालमै बसेर केही गर्नुपर्छ। अब यस्तै हो। आज चाहिँ हामी पनि बडा दशैँको अवसर पालेर यहाँको सरसौनीहरूले घुम्न लाने रे। त्यही भएर अस्ट्रियाको भेनामा चाहिँ हामी पनि घुम्न जान्छु आज चाहिँ। अब रेडी हुन्छ हामी तपाईँहरूलाई अपडेट दिँदै गरौँ होला के कस्तो हुन्छ भनेर। हस्, हेर्दै गर्नु होला। ओके, म चाहिँ रेडी हुन्छु है। आजको मेरो ड्रेसअप चाहिँ यो हुनेछ। ओके, म रेडी भइसकेँ। अब चाहिँ जानुपर्ने हुन्छ। ल, हामी चाहिँ अब यता साउनीले गाडीमा लिन आइसकेको छ। यता दाजुभाइ चाहिँ टक्क कार चढिन्छ अनि ग्लभनिससम्म
गाडीमा गएर त्यहाँबाट चाहिँ ट्रेनमा जानुपर्ने हुन्छ। तपाईँहरू सम्पूर्णलाई अपडेट गर्दै गरौँला। अन्तिमसम्म चाहिँ हेरेर साथ दिनु होला। साउनी चाहिँ त्यहाँ कुद्दैछ। ल हामी चाहिँ अब साउनी अनि साउनीको साथी भेटेर यता जाँदैछु। ट्रेन स्टेसन आइपुगिसकेको छु। ट्रेन स्टेसन ग्लोकनिजको ट्रेन स्टेसन आइपुगिसकेको छ हामी। ट्रेनको लागि टिकट चाहिँ यहाँ रहेछ। ल हाम्रो ट्रेन आइसक्यो। अब हामी चाहिँ ट्रेनमा चढेर जानुपर्ने हुन्छ। सबैजना हतासिँदै छ। अब हामी ट्रेनभित्र छिर्ने तर्खरमा छु। दादासँग फेसिलिटी कहिले आएन। उहाँ चाहिँ हाम्रो बोस हुनुहुन्छ। हामी चाहिँ अब ट्रेनभित्र चढेर पनि सरर हिँडिसक्यो है। यता चाहिँ साउनीको साथी, यता चाहिँ हाम्रो साउनी र साउजी। ल फाइनली हामी चाहिँ भेनामा आइपुगिसक्यो। अब ट्रेनबाट ओर्लिन्छ अनि फेरि यो भित्र अन्डरग्राउन्ड ट्रेन छ अरे, अनि त्यहाँ अन्डरग्राउन्ड ट्रेन चढेर जानुपर्ने हुन्छ। हामी चाहिँ भेना आइपुगिसक्यो है। ल हामी चाहिँ अब अर्को ट्रेन चेन्ज गर्ने तर्खरमा छ। अन्डरग्राउन्ड सहरतिर आइपुग्यो है त हामी। जुम एयरपोर्ट हप्तेको नि ताजे। ल यता पनि दसैँ लागेछ है। मान्छेको ताती छ। दसैँ लागेछ यता पनि। यो चाहिँ अन्डरग्राउन्ड ट्रेनको लागि अब टिकट काट्ने ठाउँ। We are here. We go to Stephansplatz, which is main setup. Yeah. 1, 2, 3. Okay.
नदीबाट आकाशमाथि आइपुगिसकेछ। When you stay on the right side, when you walk. Wow. Start. ल आइपुग्यो हामी। ल फाइनल्ली गाइड्स हामी आइपुग्यो है, फेनामा आइपुग्यो फाइनल्ली गाइड्स। यहाँको दृश्य हेर्न सक्नुहुन्छ तपाईँहरू सम्पूर्णले। फेनाको मेन सेन्टर चाहिँ यही हो अरे है। अब यही टावर भन्नु के भन्नु, अब यही हो अरे मेन चाहिँ फेनाको चाहिँ हेर्न सक्नुहुन्छ। मान्छेको हुल ताती छ। Of course, some time for these 100 kilometers, but it is completely fresh. There are just two big, let me say, like Kaiserbrunn, where you this store. But it is always in motion, but it is fresh. Extra voucher. 1000. For your when you marry. A present. That is gold like one gold. That's only gold. Yeah. बिहान चाहिँ जाँदै थियो, अहिले चाहिँ टक्क घाम लागेर राम्रो भएको छ। Pedas ka raw hikang sa ako. By the way, चाहिँ अब यो बुकटप बस पुग्यो। बसमा चढेर साइट सिनको लागि सरर घुम्दैछु। तपाईँहरूलाई म देखाउने नै छु, बेलुका साथ दिनु होला। यो चाहिँ हामी सहर घुम्दैछ है। अब पर अस्ट्रियाको झन्डा देखिरहेको छ, देख्नुहुन्छ है हजुरहरूलाई। अस्ट्रियाको झन्डा फरफराइरहेको छ यहाँ।
हामी अब काठमाडौँमा हो भने चाहिँ फन पार्कमा आइपुग्यो है। बिहान अस्ट्रियाको फन पार्कमा टिटी ल हाम्रो चाहिँ घुमघाम चल्दैछ यता मजाले। यो चाहिँ हाम्रो काठमाडौँमा भूतघर भने जस्तै रहेछ है। भूतघर 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 For me. I like it. हामी चाहिँ यो चट्नी Die Tanks gesehen, wo der Mann zahlt, sind noch auf 5 mit 100.000 Liter. Wenn man das noch nie gesehen hat, dann kann man sich es einfach nicht vorstellen, was. Und vor allem, es ist ja Stockwerke da drin, das ist ja nicht so wie da die Logen und so. Unsere komplett besucht das vor 2 Tagen mit der Firma. Jetzt zum Überschlafen, hast du nur getrunken, gehabt über den Tag und bis am nächsten Tag nicht. Dann erledigt.
jetzt übernehmen, 32 Euro. Ja, ich glaube, die Schwarzfrau. Noch? असन बजारमा आइपुग्यो हामी चाहिँ असन बजार Aber sie hat einen guten Anwalt, gell? हामी चाहिँ अब गरेर नेपाली रेस्टुरेन्टतिर खाना खानको लागि जाँदैछु सबैजना हाम्रो ग्याङ यता छ अब आज चाहिँ सबैजना नेपाली खाना खाने भन्दैछ अब हेरौँ उता गएपछि मेन्यूमा के रहेछ ल अस्ट्रियामा पनि रक क्लाइम्बिङ रहेछ त्यहाँ एकजना माथि चढ्दैछ हामी चाहिँ नेपाली रेस्टुरेन्टमा आइपुगिसक्यो टक्क यहाँनिर रहेछ ओहो नेपालीको लुङ्दा देखेपछि त फेरि छुट्टै भाइब्स नै आउँदो रहेछ नि त हो याक एन्ड एट्टी यहाँ टक्क लुङ्दा राखेको रहेछ यति लुङ्ता ल हामी चाहिँ टक्क नेपाली रेस्टुरेन्टमा आइपुगिसकेका छौँ याक एन्ड एट्टी ओके हेलो नमस्ते ल नेपाली रेस्टुरेन्टमा आइपुगे नेपाली रेस्टुरेन्टमा यो भित्र चाहिँ लामाहरू पनि हुनुहुँदो रहेछ लामाहरूसँग फोटो खिच्नको लागि दिदी
ल यता मेरो ढ्याङखण्डले चाहिँ नेपालमै आइपुगेको फिल भयो आज चाहिँ नेपाली रेस्टुरेन्टमा सुरुवात चाहिँ हामी मोमोबाट गर्न लाग्यो Okay, my friend, thank you. ल मोमो खाइसक्यो र अब दाल भातको सेट पनि आइपुगिसक्यो है This is salad. This is salad. अब चाहिँ हामी दाल भात खानको लागि रेडी हुँदैछ दाल भात तरकारी खाना चाहिँ छुट्टै ल्याउनु हुँदो रहेछ यहाँ चाहिँ दाल भात माइट सेट राम्रो खानुस् जिन्जी फिनिस्ड थपेर दिन्छ कि भनेर त नदिँदो पो रहेछ यो चाहिँ रेस्टुरेन्टभित्र नै यस्तो फोटोहरू राखेको रहेछ नेपाली फोटोहरू तर यो मान्छेले दिसा पिसा गर्ने ठाउँमा अलिक यस्तो चाहिँ अरूको लागि के होला तर मेरो लागि चाहिँ अलिक ठिक लागेन ल हामी चाहिँ खाना खाइसकेर पनि अब निस्केको What is this? यस्तो मानेहरू पनि राख्नु भएको रहेछ है हामी चाहिँ नेपाली रेस्टुरेन्टमा खाना खाएर पनि अब फर्किँदैछ खै कतिखेर पुग्ने हो अब हामीले निकै राति पर्छ होला अब यहीँ यत्रो रात परिसक्यो ट्रेनमा पुग्नुलाई अब लगभग 1.5 घन्टा जति लाग्दो रहेछ अनि त्यसपछि फेरि ट्रेनबाट ओर्लेर गाडीमा लाग्छ 15-20 मिनट त्यस्तै हो अनि त्यसपछि बल्ल रुममा पुगेर आनन्द लिनुपर्छ हामी चाहिँ ट्रेन छुट्न लागेर कुदेछ ट्रेन छुट्न लागेछ अनि कुदेछ हामीले चाहिँ लगभग 10 सेकेन्ड जतिले मात्र भेट्यो है ट्रेन ल अलिकतिले छुट्यो न फाइनली बल्ल रुम आइपुग्यो लगभग 10:30 भइसकेछ भर्खरै ठ्याक्कै रुममा आइपुग्यो अब सुत्नुपर्ने हुन्छ थ्याङ्क्स फर वाचिङ दिस भिडियो धन्यवाद